चिटिक्क गरेर डिएक्सन दुबईमा देख्न पाउँदाखेरि एउटा छुट्टै किसिमको गर्व लागेको छ। यस्तो किसिमको माहौल र यो प्लेटफर्म र तपाईहरुलाई र हामीहरुलाई रमाइलो गर्दै डिएक्सन म्यानेजमेन्ट र जुन सिस्टमको सुरुवात गरिदिनु भयो दातु डाक्टर लिम्सियोजिन, उहाँहरुलाई हामी सम्पूर्णले एक पटक जोरदार ताली। तपाईहरु सोच्नु भयो होला एउटा कुनै ठुलो गायककार होला, तर त्यति ठुलो गायककार त होइन। तैपनि तपाईहरुलाई एउटा सानो सांगीतिक कोसेली लिएर आएको छु बाँकी गीतबाट, है त। लोकगीत छ, कृपया साथ दिनु होला। ताली बजाउन सक्नुहुनेछ, गान नाच्न सक्नुहुनेछ।
मेरो नाम चाहिँ सीता खनाल हो। म नुवाकोट त्रिशुलबाट आएको। म चाहिँ यहाँ दुबईमा 5 साल भयो है, 5 साल रनिङमा छु। म चाहिँ सेक्युरिटी फिल्डमा काम गर्छु, सेफकोर कम्पनीमा। पहिला एउटा कम्पनीमा 3 वर्ष सिद्ध्याएर अहिले नेक्स्ट कम्पनीमा आएको छु हैन। 5 वर्ष भयो। नेपालमा पनि म ग्रुप 4 मा 5 साल गरेको हो र अब 10 साल रनिङ भइरहेछ है म सेक्युरिटी फिल्डमा चाहिँ। यहाँ हुँदा चाहिँ मलाई चाहिँ धेरै नै फ्रेन्डली सब दाजुभाइहरू सबै आफ्नै नेपालमा नै भएको जस्तो लाग्यो है, धेरै खुसी लाग्यो। धन्यवाद दिएको। थ्याङ्क यू। यहाँ ब्रस नलिकन आउनु भएको छ। को हुनुहुन्छ? त्यो भनिसकेपछि हेर्नुहोस् है त, हामीले हेर्नुहोस् ब्रस गर्ने हामीसँग टुथपेस्ट छ, अर्ग्यानिक टुथपेस्ट, नेचुरल, यसको कुनै साइड इफेक्ट छैन भनिसकेपछि कतिजना साथीहरू अर्ग्यानिक टुथपेस्ट युज गर्न चाहनुहुन्छ, नेचुरल, जसको कुनै साइड इफेक्ट छैन, बच्चादेखि लिएर बुढो व्यक्तिहरूसम्म युज गर्न सकिन्छ। सबै चाहनुहुन्छ? ओके, थ्याङ्क यू। मैले के तपाईँहरूलाई चाहिँ यो टुथपेस्ट गरेर ब्रस गरेर आउनु भएको छ कि छैन भनेर सोधेँ। जान चाहनुहुन्छ? वाह। अब अर्को हाम्रो चाहिँ ट्र्याकको लागि चाहिँ रेडी हुँदैछौँ। सो कुनै लोकगीत सुन्न चाहनुहुन्छ या फिल्मको गीत सुन्न चाहनुहुन्छ? तपाईँहरूले त्यसलाई चुज गर्न सक्नुहुनेछ। ओके,
भएको फ्री समयलाई लिएर पनि उहाँले के अचिभ गरिसक्नु भएको छ जस हेरौँ हामीले। उहाँ पनि तपाईँ हामी जस्तै नै हुनुहुन्छ। सायद तपाईँ हामीभन्दा उहाँ धेरै हाई लेभलको त देखिन्न, तर पनि उहाँले चाहिँ हामीभन्दा कहीँ हाई लेभलभन्दा माथि ठाउँमा पुगिसक्नु भएको छ। त्यसै गरी उहाँले म्यासेज कस्तो पास गर्नुहुन्छ, उहाँलाई मैले 5 देखि 10 मिनटको टाइम दिने गर्छु। त्यसपछि गएर फेरि रमाइलो इन्टरटेनमेन्ट गरौँला, किनकि हामीसँग समय भनेको एकदमै कमी भइरहेको छ। थ्याङ्क यू भेरी मच मिस्टर याम सर, थ्याङ्क यू। पहिले तपाईँले के भन्न चाहन्छु, कतिजना नयाँ मान्छे हुनुहुन्छ आज पहिले यो अफिसमा आउनुभयो, आफ्नो नयाँ मान्छे म के भन्न चाहन्छु भन्दै हाम्रो आज दिदीबहिनीहरूको सेलिब्रेटीहरूको हाम्रो एउटा चाड भएको नाताले हाम्रो डुबीमा पनि हामी प्रवासी नेपालीहरू छेउले बसेका नेपालीहरू सुखम दुःखममा जहाँ हामीले काम गरेका छौँ, त्यसको साथसाथमा हामीले एउटा आफ्नो चाडलाई तीजलाई मनाऊ भन्ने एउटा हाम्रो ले गर्दाखेरि हामीले एउटा तपाईँहरूको लागि एउटा स्पेसल हामीले प्रोग्राम राखेका थियौँ। किन भन्नुहुन्छ भने हामीले कहीँ प्रोग्राम राख्यो भने पैसा तिर्नुपर्ने हुन्छ, थाहा छ तपाईँलाई। जस्तो बारदोमा अथवा अन्य घटना प्रोग्राम राख्नु पैसा तिर्नुपर्ने हुन्छ, 30 डलर 40 डलर। तर हामीले तपाईँलाई यो अफिसबाटै फ्रीमा यहाँ चाहिँ एउटा यस्तो किसिमको ग्यादरिङ गरिएको छ ताकि भोलि बिहान आउनेवाला दिनमा हाम्रो चाहिँ लाइफ बेहतर होस् भनेर। ओके, सो मैले तपाईँले के भन्न चाहन्छु भन्दा म यदि
धेरै नलेज भएको मान्छे त होइन, तर म के भन्न चाहन्छु भने हामीले टाइमलाई युटिलाइज गर्नुपर्छ। टाइम इज मनी भन्छ संसारको साइन्सहरूले। र दूसरा चिज के छ भन्नुहुन्छ भने मेरो नाम यहाँबाट घटी मगर हो, मेरो घर बागलुङ, अहिले चाहिँ नलपरासीमा बसोबास छ र काम चाहिँ लुलुमा गर्छु। तपाईँलाई थाहा छ लुलु मार्केट? लुलु मार्केट। सो लुलु मार्केटमा काम गर्छु। लुलुमा काम गरेर बचेको समयलाई युटिलाइज गरेर डिएक्सन भन्ने कम्पनीमा म एउटा ग्यास्ट्रिक पेसेन्ट भएर यहाँ आएको थिएँ। यसलाई युज गर्दै जाँदाखेरि राम्रो भयो। केही कुरा मैले साथीभाइहरूलाई सेयर गर्दै जान अहिले मेरो अर्गनाइजेसनको अन्तरमा कमसेकम 2000 भन्दा माथि बङ्गलादेशको बन्धुहरू छन् मेरो ग्रुपमा होइन। सो मैले के चाहन्छु भन्दाखेरि भोलि बिहान हामी एउटा नोकरी भनेको करी छ भात छैन। नोकरी भनेको एउटा ठुलो खाल्डोसम्म गएर गिर हेर्नुहोस् है। नोकरीको अर्थ के हो? हामीले 10 वर्ष 12 वर्ष 15 वर्ष हामी यहाँ काम गरे पनि घर फर्केर जाने बेला हामी एउटा जिरो हो कि भन्नुहोस् त? जिरो। सो मैले तपाईँलाई के मेसेज दिन चाहन्छु भने हामी यहाँ एउटा नोकरी गरेर बचेको समयलाई युटिलाइज गरेर भोलि हाम्रो लाइफमा केही चेन्ज गर्ने एउटा बाटोकरण छ यो कम्पनीबाट। किन भन्नुहुन्छ भने यो कम्पनीमा म कमसेकम 6 वर्ष भयो जोइन भएको। यो कम्पनीको प्रोडक्टलाई खाँदै जान राम्रो लागेर यो मान्छेहरूलाई भन्दै जान आज यो कम्पनीबाट समथिङ 4000 dirham इन्कम पनि गरिरहेको छु होइन। 4000 dirham। दूसरा चिज म अहिले यही कम्पनीको थ्रुबाट युरोप भ्रमण गर्दैछु। किनभने एउटा नोकर हो, अर्को अन्डरमा काम गर्छु, एउटा लेबर भिसा छ। तर बचेको समयलाई हामीले युटिलाइज गर्दाखेरि भोलि बिहान हाम्रो लाइफमा केही परिवर्तन हुनेछ भन्ने कुरा मैले बुझेँ। सो मैले के भन्न चाहन्छु हजुरहरूलाई भने हामीले पनि एक मिनट एक सेकेन्डलाई हामीले युटिलाइज गरेर भोलि आनेवाला दिनमा हामी पनि एउटा पावरफुल भएर हामी नेपाल फर्क्यौँ भन्ने तपाईँलाई म मेसेज दिन चाहन्छु। ओके। सो दूसरा चिज के हो भन्नुहुन्छ भने आज सबभन्दा मैले के भन्न चाहन्छु तपाईँलाई भन्दा हेल्थ। कतिजनालाई स्वास्थ्य चाहिन्छ भन्नुहोस्, हात उठाउनु। स्वास्थ्य ओके। हाम्रो कम्पनीको यो मसरुम पाउडर कानाडामा मसरुम किङ अफ द हब संसारभरिका जडीबुटीको राजा। यसलाई युज गर्यो भने हाम्रो शरीरमा भएको जति पनि टक्सिनहरू छन् त्यसलाई क्लिन गर्ने काम गर्छ यो मसरुमले। र आज यस मसरुमले गर्दाखेरि म आज तपाईँको सामान्य बोल्दैछु। मेरो तपाईँलाई थाहा होला म एकदम पढा लेखेको मान्छे हो, थाहा छ? ठ्याक्कै 2 क्लास एकदम पढा लेखेको मान्छे म हेर्नुहोस्। तर स्कुलमा मात्र 2 क्लास पढेको मान्छे हो। म भन्न चाहन्छु भन्दा एजुकेसन चाहिन्न संसारमा। अगर तपाईँलाई सक्सेस हुनु छ, अगाडि बढ्नु छ, लाइफलाई चेन्ज गर्नु छ भने पढाइ लेखाइ चाहिन्न। बहुत धेरै पढेको मान्छेहरू पनि आज त्यही 4 सिकाएर बसेका छन् हो कि भन्नुहोस् त? सो हामीले आफ्नो लाइफलाई कसरी चेन्ज गर्न सकिन्छ भन्नुहुन्छ भने अगर हामीले सिस्टम चाहिन्छ, केही पनि चिजमा सिस्टम छ भने हामीले आफ्नो लाइफलाई चेन्ज गर्नु सक्छ। त्यस्तै गरेर मैले डिएक्सनमा के पाएँ, एउटा सिस्टम पाएँ। त्यो सिस्टमको थ्रुबाट काम गर्दै जान आज कमसेकम बङ्गलादेशबाट मात्र मेरो कमसेकम 90,000 नेपाली बङ्गलादेशबाट मलाई इन्कम जान्छ। अब इन्डियाबाट 90,000, गल्फबाट 90,000 भन्दा मेरो टार्गेट के छ भन्दा 2 या 3 वर्षभित्रमा कमसेकम 5 या 6 लाख रुपियाँ मन्थली बाहिर कन्ट्रीबाट हाम्रो कन्ट्रीमा गयो भने हाम्रो देशको केही उन्नति हुन्छ भनेर म रातदिन मेहनत गरेको छु। त्यस्तै गरेर हजुरहरूले पनि आफ्नो टाइमलाई युटिलाइज गर्नु होला, स्वास्थ्यलाई ध्यान राख्नु होला। किन भन्नुहुन्छ दुबईमा अब यस्तो किसिमको भाइरसहरू आउँदैछ नि, भाइरसले हाम्रो शरीरलाई किल गर्छ। सो हाम्रो जानुतरमा मसरुम हामीले युज गर्यो भने पनि 1 चम्मच सायद आनेवाला दिनमा हामीलाई रोग लाग्दैन र हाम्रो शरीरमा भएको टक्सिनलाई यसले रिमुभ गर्ने रहेछ भन्दै तपाईँहरूको अगाडि म चाहिँ बिदा हुन चाहन्छु। किन भन्दा म धेरै 1 घन्टा 2 घन्टा 5 घन्टा बोल्न सक्छु, तर टाइम छैन त्यस कारणले। ओके। सो मेरो चाहिँ डिएक्सनमा स्टार्टर हो, अहिले एक्जिक्युटिभ सिनियर डायमन्ड हो। मेरो टार्गेट छ 2018 तकमा 10वटा डायमन्ड या 20मा 10वटा डायमन्ड निकालेर नेपाल फर्केर जाने बेला एउटा नोकर हो, नोकरी गर्दैछु मैले अझै तक। तर यहाँबाट फर्केर जाने बेला कमसेकम धेरै त भन्दैन नेपालको अगर 5 लाख रुपियाँ मन्थली इन्कम गर्ने ठाउँ बनाएर गयो भने मेरो लाइफ पनि खुसी, मेरो बच्चाको लाइफ पनि खुसी, मेरो फ्यामिलीको लाइफ पनि खुसी, समाजमा पनि इज्जत, सबैले सलाम गरून्। म यो चाहन्छु तपाईँहरू पनि एउटा जाने बेला घर फर्केर जाने बेला पावरफुल भएर जानुहोस् भन्दै म हजुरसँग बिदा लिन चाहन्छु। हर मान्छे थ्याङ्क यू भेरी मच। बरसाई दिनको तिजै आयो, बहिनी लिन जाने, बहिनी आउँछिन् दिदी आउँछिन् सँगै
खाने सँगै खाने यसपालि तिजमा बहिनी लिन जान्छु बहिनी आउँछन् यसपालि तिजमा सँगै खान्छु यसपालि तिजमा सँगै खान्छु यसपालि तिजमा सँगै खान्छु यसपालि तिजमा सँगै खान्छु। नमस्ते। सर्वप्रथम त नारीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नारीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। हामी दिवसमा छौँ तपाईँहरूलाई थाहा नै छ र हुन त म कुनै ठुलो कलाकार त होइन छोटो छोटो गीत नजाने नरानी भए पनि गीत गाउँछु तपाईँहरू आफूले सुन्नु होला। आज म गीत दुःखी जोगिने तपाईँलाई तिज गीत नै ट्र्याकबाट गाएर सुनाउँछु भन्ने मेरो धोका थियो तर तिज गीत सुनाउन सकिनँ। म एउटा गीत गाउँदैछु ट्र्याकमा सुन्नु होला सुन्नुहोस्। बुझाउने चित्त बुझाउने
सबैलाई नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई पुनः एकचोटि मेरो तर्फबाट 2071 साल हरितालिका 30 को हार्दिक मङ्गलमय शुभकामना। मेरो नाम रामप्रसाद ढकाल, घर नौतवासी। विगत बितेको लामो समयदेखि दुबईमा कार्यरत छु। धेरै सपनाहरू चाहनाहरू बोकेर दुबई भित्रिएको थिएँ, तर जुन दिन म यहाँ आएँ र आफ्नो दिनचर्याहरू यहाँबाट बिताउँदै जाँदाखेरि मलाई थाहा भयो कि म हरेक दिन चाहिँ आफ्नो सपना आफ्नो चाहना जे बोकेर आइरहेको थिएँ त्यसबाट चाहिँ खुम्चिँदै छु। यस्तै क्रममा चाहिँ भर्खर 1-1.5 वर्ष पहिला मैले डिएक्सन प्लेटफर्म भेटाएँ, जहाँ चाहिँ मानिसहरू आफ्नो चाहना आफ्नो इच्छा अनुसार देखेका सपनाहरूलाई चाहिँ पुरा गर्ने एउटा प्लेटफर्म रहेछ। त्यसै कारणले म डिएक्सनमा आबद्ध भएर चाहिँ डिएक्सनमा काम गर्दैछु। के तपाईँहरू पनि डिएक्सनमा काम गर्न रेडी हुनुहुन्छ? तपाईँहरूलाई फुल इन्जोय भयो नाचेर गाएर? फुल इन्जोय भयो? मेरो क्वेसन तपाईँलाई के हाम्रो जिन्दगी नाच्न गाउन र रमाइलो गर्न मात्रै हो त? होइन। के हाम्रो जिन्दगीको जीवनको कुनै अर्थ छैन त? छ नि होइन। तर किन यति बुझ्दै पनि हामी आज पिछडिएका छौँ? अझै नेपालमा हेर्नु भने नेपाली महिलाहरू नेपाली समाजलाई हेर्नु भने हेर्नुहोस् विकसित राष्ट्रभन्दा हामी किन धेरै पछि छौँ त? किन पछि छौँ? किनभने हामीसँग कुनै भिजनै छैन कि भिजन भए पनि चाहिँ हामी त्यो चिजमा अडिक भएर त्यो काम पुरा गर्नै सक्दैनौँ। तर डिएक्सन एउटा त्यस्तो प्लेटफर्म हो जहाँ हामीले वास्तवमा चाह्यौँ भने हामीले भरपुर सपोर्टका साथमा चाहिँ हामीले जीवनमा केही नयाँ नौलो गर्न सक्छौँ। के तपाईँ रेडी हुनुहुन्छ? रेडी हुनुहुन्छ नि होइन? तपाईँहरूलाई ह्याप्पी टिप 2071 भन्छ के हरेक चिजको हरेक रिजन हुन्छ। हामी दुबई आउनुको पनि रिजन के छ त? हामीहरू पैसा कमाउन, हाम्रो फाइनेन्सियल प्रब्लमलाई अलिकति सल्भ गर्न, हाम्रो घरमा भएको समस्यालाई चाहिँ अलिकति समाधान गर्नको लागि हामी दुबई आएका छौँ। किन? पैसा कमाउनु, यो हाम्रो रिजन। तर डिएक्सनमा हेरौँ आज झन्डै 5 मिलियन मेम्बरहरू छन्, तर किन त खालि लिमिट मेम्बरहरू मात्रै लिमिट व्यक्तिहरू मात्रै सक्सेस भएका छन् त? किन? किनकि जो व्यक्ति अनसक्सेस भएको छ उनीहरूलाई डिएक्सनको रिजन थाहा छैन कि हामीले किन डिएक्सन गर्ने। कुनै चिजको पनि रिजन थाहा छैन भने वास्तवमा त्यो चाहिँ के हुन्छ? भ्यालुलेस हुन्छ। त्यसैले म तपाईँहरूलाई चाहिँ डिएक्सन गर्नुको मेन 10 रिजनहरू यहाँ तपाईँको सामु प्रस्तुत गर्न चाहन्छु। तपाईँहरू एकदम एकाग्र भयो यो रिजनलाई हेरेर चाहिँ हामीले यसलाई फलो गरौँ, रियली हामी वान डे सक्सेस भइन्छ। 10 रिजन टु डु डिएक्सन बिजनेस, जसलाई हाम्रो आदरणीय ग्रेट व्यक्ति श्री भानुभक्त धमलाजीले अरेन्ज गर्नुभएको हो। प्लिज जोरदार ताली साथ हाम्रो ग्रेट व्यक्तिले सम्मान गर्नु। पहिलो रिजन डिएक्सन गर्नु, पहिलो रिजन गुड फुड टु मेन्टेन आवर जेनरल हेल्थ बाई सिटिङ एट आवर होम। अब हामी हेरौँ कि हामी घरमा बसी हाम्रो जेनरल हेल्थलाई मेन्टेन गर्न सक्छौँ। जुन इन्भाइरोमेन्टमा हामी बसिरहेका छौँ, जुन इन्भाइरोमेन्टमा हामीले आफ्नो दिनचर्याहरू बिताइरहेका छौँ, हामीले जुन इन्भाइरोमेन्टमा हामीले साँझ बिहान खाइरहेका खानाहरू छ के ती खानाहरूले चाहिँ हाम्रो जेनरल हेल्थ मेन्टेन भएको हुन्छ त घर बसेर? वास्तवमै हुँदैन। त्यसै कारणले गर्दा आज हेरौँ मान्छेहरू दिन प्रतिदिन म्याक्सिमम व्यक्तिहरू बिमारी हुँदै गइरहेका छन्। कारण के त? फुड, हामीले खाइरहेको फुड टोटली केमिकल बेस्ड छ। त्यसको कारणले गर्दाखेरि चाहिँ हामी दिन प्रतिदिन बिमारी हुँदै गइरहेका छौँ। डिएक्सनको की प्रोडक्ट मसरुम, जसलाई चाहिँ किङ अफ द हर्ब भनेर पनि भनिन्छ, यो प्रोडक्ट हामीले युज गऱ्यौँ भने हाम्रो शरीरमा भएका जति पनि बिगाएका तत्त्वहरू छ, जमेर बसेका केमिकलहरू छ, त्यसलाई बिस्तारै बिस्तारै क्लिन गरेर र मरेर बसेका सेलहरूलाई रिजेनेरेट गरेर हाम्रो बडीलाई चाहिँ हेल्दी र ब्यालेन्स बनाउने काम गर्छ, जसको कारणले चाहिँ हामी हेल्दी हुन सक्छौँ। यसको लागि हामी हस्पिटल जानु पर्दैन। हामी हर दिन घर बसेर एक चम्चा के कति आफूले अफोर्ड गर्न सकिन्छ, के कति आफूले खान सकिन्छ, त्यो खाए बापत हामी हेल्दी हुँदै जान्छौँ। नेक्स्ट प्रोडक्ट मोरनजी। नेक्स्ट प्रोडक्ट छ माइक्रो भेजी। हामीले हरेक दिन साँझ बिहान पेट भरिन्जेल खाना खाएका हुन्छौँ, तर चाहिँ त्यो खानाले चाहिँ हामीलाई फुल न्युट्रिसन भिटामिन मिनरल दिएको हुँदैन। हामी फुल टन्न खाना खाएर पनि भोलि बिहान उठ्दाखेरि हामीलाई भोक लागेको जस्तो महसुस हुन्छ। कारण के त त्यो खाना जुन हामीले खाइरहेका छौँ त्यसमा फुल केमिकल बेस्ड छ, म्याक्सिमम केमिकल छ। तर हामीले यो डिएक्सनको माइक्रो भेजी खायौँ भने यसमा 23 टाइप्सका भेजिटेबल र फ्रुटहरू छ, जुन चाहिँ हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ। अर्को स्पाइरुलिना। यो स्पाइरुलिना हामी
आज 30 को कार्यक्रम हो र लेडिजहरूले पनि म्याक्सिमम ध्यान दिनुपर्ने चिज के छ हाम्रो शरीरमा सबैभन्दा पावरफुल सेल भनेको ब्लड सेल हो ब्लड सेल त्यो ब्लडको लागि चाहिँ स्पाइरुलिनाले म्याक्सिमम हेल्प गर्छ र हाम्रो ब्लडमा हाम्रो शरीरमा चाहिँ ब्लड इन्क्रिज गर्न चाहिँ सहयोग गर्छ त्यसै गरी नेक्स्ट रिजन छ रेगुलर एन्ड सस्टेनेबल इन्कम टु लिभ अ क्वालिटी लाइफ अब कुरा कहाँ आउँछ हामी विदेशमा पैसा कमाउन त आयौँ तर हामीले यहाँ कमाइरहेको पैसा हामीले यहाँ गरिन्जेल मात्रै हाम्रो शरीर एक्टिभ हुन्जेल मात्रै हामी हेल्दी हुँदा मात्रै हो तर हामी चाहिँ घर गइसकेपछि के हामीले यहाँ काम गरिरहेको कम्पनीले हामीलाई यस्तै पैसा पठाइदिन्छ कि हामी यसरी पैसा पाइरहेको पनि यहाँबाट जब छोडेर गएको दिन पनि पाउँदैनौँ नि तर वास्तवमा चाहिँ डिएक्सन गऱ्यौँ भने हामीले जस्तै अघि हाम्रो ग्रेट व्यक्ति एम सरले भन्नुभयो उहाँ नेपाल जाँदाको क्रममा पनि उहाँलाई विभिन्न देशबाट चाहिँ के आउँछ त पैसा आउँछ भन्नुको मतलब यही हो सस्टेनेबल इन्कम टु लिभ अ क्वालिटी लाइफ भनेको के हो कि हामीले जिरहेको लाइफ क्वालिटी छ हामीले गरिरहेको काम हामीले जुन किसिमको रेस्पेक्टहरू पाइरहेका छौँ त्यो क्वालिटी छ क्वालिटी लाइफ भनेको आफ्नो हेल्थ क्लियर हुनु आफ्नो बच्चा बच्चीलाई गुड एजुकेसन दिनु समाजमा राम्रो इज्जत हुनु आफूलाई दुईजना मान्छेले चिन्नु त्यो क्वालिटी लाइफ आज हेरौँ हामीले नेपाल यहाँ दुबईमा झन्डै 2 लाख 3 लाख नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होला तर उहाँहरू बाहिर इन्जोय गरिरहनु भएको छ किन उहाँसँग प्रपर रिजन छैन कि हामीले हाम्रो लाइफमा के गर्ने भनेर जो हामी यो हल भित्र छौँ हामी सबैलाई थाहा छ कि हाम्रो लाइफको एउटा रिजन हामीले जीवनमा केही गर्नुपर्छ लाइफमा केही गर्नुपर्छ 2-4जनाले हामीलाई समाजमा चिनोस् कि हामी चाहँदैनौँ चाहन्छौँ नि होइन त्यस कारणले गर्दा आज हामी कहाँ छौँ त डिएक्सनमा त्यस्तो रिजन इन्टरनेसनल बिजनेस टु कन्टिन्यू एलोङ विथ द इस्टाब्लिस कम्पनी वेयर एभर वी गो इन्टरनेसनल बिजनेस अलरेडी इस्टाब्लिस भएको बिजनेस छ ल अब हामी हल्का यहाँ कल्पना गरौँ त हामीलाई कसैले अलरेडी यति ठुल्ठुलो अफिसहरू बनाइदिएको छ यस्तो वर्ल्ड क्लासको फुड सप्लिमेन्ट वर्ल्ड ल्यान्डको प्रोडक्टहरू रेडी गरेर यहाँ ल्याएर राखिदिएको छ इस्टाब्लिस भइसक्यो कम्पनीमा पनि हामीले अब चाहिँ यो प्रोडक्टलाई मोबिलाइज गरेर बिजनेस गर्न सक्दैनौँ भने कि हामीले लाइफमा के गर्न सक्छौँ त कि आजको जमानामा यति सेल्फिस भइसक्यो कि कोही व्यक्तिले चाहिँ ल तिमीले गरिखाऊ भने कसैले कसैलाई के दिएको छ छैन नि त डक्टरको सिओ डाक्टर लिम्सियोजिनले हामी जस्तो निम्न क्लास मिडल क्लासको वर्गलाई चाहिँ तिमीले गएर खाऊ भनेर हामीलाई यति स्ट्यान्डर्ड अफिस स्ट्यान्डर्ड प्रोडक्ट दिँदा पनि हामीले गर्न सकिँदैनौँ भने त्यसो भए हामी लाइफमा के गर्न सकिन्छ त मलाई त्यस्तो लाग्छ यदि मैले यो गर्न सक्दिनँ भने म जीवनमा केही गर्नै सक्दिनँ किनभने अरू बिजनेस गर्न $1 मिलियन रुपियाँहरू इन्भेस्ट गर्नु पर्यो ठाउँ हेर्न पर्यो प्रोडक्ट किन्न पर्यो विभिन्न किसिमको झमेला हुन्छ नि त डिएक्सनको लागि चाहिँ अलरेडी सबै चिज इस्टाब्लिस छ हामी खालि सिस्टमलाई फलो गरेर डिएक्सन गर्नु हो इन्टरनेसनल फ्रेन्ड जस्तै अघि एम सरले भन्नुभयो दुबईबाट नेपाली एम सरले डिएक्सन सुरु गर्नु उहाँलाई बङ्गलादेशबाट पाकिस्तानबाट फिलिपिन्सबाट अन्य कुनै राष्ट्रबाट चाहिँ उहाँलाई के जान्छ त बोनस जान्छ नेपाल भनेर भन्नुभयो यो एक्ज्याक्टली त्यही हो इन्टरनेसनल बिजनेस टु कन्टिन्यू एलोङ विथ द इस्टाब्लिस कम्पनी वेयर वी गो हामी जहाँ गए पनि डिएक्सन दुबईबाट हामीले सुरु गऱ्यौँ अमेरिका युरोप एसिया अफ्रिका जहाँ गए पनि चाहिँ हामी चाहिँ त्यो बिजनेसलाई त्यहीँबाट फेरि के गर्न सक्छौँ त कन्टिन्यू गर्न सक्छौँ कि अब यो दुनियाँमा त्यस्तो कुनै बिजनेस छ जुन बिजनेस हामीले दुबई अथवा नेपालबाट सुरु गरेर वर्ल्डमा संसारमा जहाँसुकै गएर पनि त्यो बिजनेसलाई त्यहीबाट सुरु गर्न सक्ने छैन नि यो फोर्थ रिजन इन्टरनेसनल फ्रेन्ड टु बी विथ सेयर द भ्युज एन्ड आइडिया इन्टरनेसनल फ्रेन्डलाई हेर्नु त हामी आज नेपालीहरूले आफ्नो भ्यू आइडिया सेयर गर्नको लागि नेपालीलाई नै खोज्न पर्ने के छ त त्यस्तो किसिमको एउटा बाध्यता हामीमाथि फ्रीमा टुर गर्नलाई तर के हामी गइरहेका छौँ हामी 2 वर्षमा 2 महिना अथवा 1 महिना छुट्टी जान्छौँ त्यही पनि आफ्नो नातागोताका मात्रै लिमिट हुन्छ त्यहाँभन्दा बाहिर हाम्रो आफ्नै देशको कुरा कतिपय त्यस्तो ब्युटिफुल प्लेसहरू थाहा छैन भनेपछि डिएक्सनबाट के हुन्छ त हामी विभिन्न देशमा आफ्नो फ्यामिलीको साथमा फ्रीमा टुर गर्न सक्छौँ फ्यामिलीको साथ टुर गर्न यसरी डिएक्सनले चाहिँ एउटा टिएसआइपी भन्ने एउटा इन्सेन्टिभ छ जसले चाहिँ त्यो सिस्टमलाई फलो गरेर चाहिँ त्यो सिस्टमले दिएको टार्गेटलाई एचिभ गर्छ त्यो व्यक्ति चाहिँ हरेक वर्ष फ्यामिलीको साथमा इन्टरनेसनल टुरको लागि जान पाउँछ तर हामीले हाम्रै कम्पनीमा गइरहेको काममा हेर्न कम्पनीले पनि हामीलाई आफ्नो ठाउँमा टार्गेट दिएको हुन्छ नि त तर त्यो टार्गेट हामीले एचिभ गरे बापत हामीलाई कम्पनीले केही दिन्छ दिँदैन लिटल केही मनी इन्सेन्टिभ भनेर दिन्छ तर यस्तो किसिमको जुन ब्युटिफुल टुर हुन्छ त्यो हामीले कल्पना पनि गरेका छैनौँ त हामी आफ्नै देशको त पुरै ठाउँहरू घुम्न सकेका छैनौँ भनेपछि इन्टरनेसनल टुर त हाम्रो कल्पनाभन्दा बाहिरको जस्तो भइसक्यो यो 5th रिजन 6th रिजन हेल्प टु द
people worldwide by guiding their to make their dream comes true. अब हामीले भन्छ नि डिरेक्सनमा ठुल्ठुलो सपना देखिन्छ हामीले हैन हामी अब मिलिनियर बन्ने भनिन्छ हेल्थ फ्रिडम अब जस्तै अघि मैले देखाएँ टुर गर्ने फ्यामिलीको साथमा त्यसको लागि हामी डिरेक्सनमा आएर मेम्बर भए मात्रै हुन्छ त नो इट्स नट इनफ हामीलाई पर्पज के चाहिन्छ त गाइड चाहिन्छ जुन गाइड हामीलाई मिलिरहेको छ यस्तो गाइड यस्तै राम्रो ट्र्याकमा हिँडौ भनेर यस्तै मान्छेलाई सुधार्ने मान्छेलाई राम्रो मेसेज दिने यस्तो गाइड मलाई लाग्छ डिरेक्सन बाहेक अरु कुनै प्लेटफर्ममा पाइदैन गाइड उहाँहरु सबैले हामीलाई के गर्दै हुनुहुन्छ गाइड दिइरहनु भएको छ कि हामीले कसरी जिन्दगीमा अगाडि बढ्ने कसरी जिन्दगीलाई चाहिँ पर्पल वेबाट अगाडि लैजाने हामीले लाइफमा के गर्ने यस्ता साथीभाइहरु यो एउटा रिजन हो डिरेक्सन गर्ने 7th reason upgrade the knowledge by getting information in this competitive age. Getting in the competitive age. अब यो नलेज ल यो पनि हामी यहाँ यसरी ग्यादरिङ भएका छौं हामीले काम गरेर पछि कुचेको समयलाई डिरेक्सनमा लगाएर चाहिँ हामी यहाँ यसरी ग्यादरिङ भएका छौं हो दुबईमा अन्य कुनै ठाउँमा पनि सांस्कृतिक प्रोग्रामहरु भएको छ होला त्यहाँ रमाइलो हुन्छ के त्यहाँ डिरेक्सनमा जस्तो राम्रो मेसेज दिन्छन् कसैले दिदैन वास्तवमै दिदैन मलाई लाग्छ डिरेक्सनमा जस्तै कसरी अगाडि बढ्ने यस्तो कम्पिटिटिभ एज भन्ने के छ भने हामी दिनप्रति बुढो हुँदै गइरहेका छौं तर हाम्रो नलेज कम्ती हुँदै गइरहेको छ किन हामी त्यस्तो किसिमको इन्भाइरोमेन्टमा छैन जुन ठाउँमा बसेर हामीले के नयाँ कुराहरू सिक्न पाउँछौं तर डिरेक्सन एउटा त्यस्तो प्लेटफर्म हो जतिसुकै उमेर बढे पनि जतिसुकै यङ भए पनि हामीले चाहिँ नलेजहरु पाइरहेको छौं यो एउटा 7th रिजन हो 9 leave the legacy to the future generation which can be continue for years leave the legacy अब हामीले बुझिराख्नु पर्ने कुरा यहाँ के छ भने हामीले यो दुःख आज केको लागि गरिरहेका छौं त हाम्रो फ्यामिलीको लागि हो नि हैन हामी दिन प्रतिदिन रोगी हुँदै गइरहेका छौं हामी सोचौं अब यदि हामीलाई ठुलो मेजर रोग लागेर हामी घर फर्केर गयौं भने हाम्रो साथमा हाम्रो फ्यामिलीको के हुन्छ होला अवश्य नै उनीलाई दुःख हुन्छ नि किनभने हामीले यहाँ सुख दुःख धेरै थोरै के गरी पैसा कमाइरहेका छौं त्यो हामीले घर पठाएका छौं र घर परिवार त त्यो पैसाबाट चाहिँ आफ्नो दिनचर्या बुझाइरहेका छन् नि अब लिभ द लेगेसी यो एकदम इम्पोर्टेन्ट चीज हो तपाई हामीले यहाँ केही राम्रो चीज गरेर आफ्नो जेनेरेसनलाई लेगेसी एउटा पेन्सन जस्तो छोडेर गइन्छ भने उनीहरुको लागि हामी के भन्छ त सधैँ हाई भन्छ नि जस्तै सरकारी चाकरी गर्नेहरु मिलिटरीहरु अनि पुलिस फोर्सहरु उनीहरुको के हुन्छ त गभर्नमेन्ट जब हुन्छ उनीहरु बितेर गइसके पनि उनीको फ्यामिलीलाई के हुन्छ त पेन्सन जस्तो एउटा भत्ता आइरहेको हुन्छ तर तपाई हामी यहाँ बसेर दुबईमा बसेर 20औं 30औं जति वर्ष काम गरे पनि हामी घर गएको खण्डमा के हामीलाई कम्पनीले हामीलाई त्यसरी भत्ता दिन्छ त दिदैन नि के हामी यसरी इन्जोय गर्न सक्छौं दुबई छोडेर गइसकेपछि मेन चीज यो कि हामी हाम्रो जेनेरेसनलाई यसरी के दिन सक्छौं भने बल्ल हाम्रो लाइफमा यति दुःख गरेको भ्यालु छ नत्र भने हामीले जति सुकै दुःख गरे पनि हामी घर फर्केर गएको दिन हामी के त जिरो टोटली जिरो 9th reason to get the respect from the individual family community and nation अब हामी यहाँ दुबई बस्यौं 4 वर्ष 5 वर्ष 10 वर्ष 15 20 वर्ष हामी म घर गए भने अब मलाई कसरी चिनाउँछ त मेरो फ्यामिलीले भनेपछि मैले सबै बिहे गरेर आए भने म 2 वर्ष 1 वर्षमा घर जान्छु र कसैले भन्छ फल्नाको श्रीमान हो भनेर भन्छ कि मतलब आफ्नै घर आफ्नै ठाउँमा पनि सबैले चाहिँ हामीलाई नचिन्ने भइसक्यो किनभने हामी लामो समयदेखि यहाँ दुबईमा छौं तर 1 महिना 2 महिनाको लागि घर जान्छौं हाम्रो आफ्नै नातागोताले पनि चिन्दैन हामी जस्तै नेपालीको छोरा हो पैसा कमाउन विदेशमा आएर उहाँलाई कसैले डिरेक्सनको अपर्च्युनिटी दियो उहाँले ग्र्याब गर्नुभयो डिरेक्सनमा कन्टिन्यू गर्नुभयो आज वर्ल्डले उहाँलाई सल्युट गर्छ के हामी चाहन्छौं एटलिस्ट हामी यति नभए पनि हाम्रो सोसाइटीमा त कमसेकम हामीलाई कसैले चिनेर ओ टाढेदेखि नमस्कार गरोस् न त्यो पनि एउटा इज्जत हो नि 10th रिजन अब 10 रिजन अब हेर हामीले यो
ग्लोबल वार्मिङ भइरहेको छ यो दुनियाँमा कसैलाई मतलब छैन, एयरहरू यति पोल्युसन भइरहेको छ कसैलाई मतलब छैन, फुडहरू यति केमिकल बेस भइरहेको छ, वाटर यति पोल्युसन भइरहेको छ कसैलाई केही मतलब छैन, सबैलाई आफ्नो बिजनेससँग मात्र यहाँ के छ त गियर छ। तर डिएक्सन एउटा त्यस्तो बिजनेस हो जसले चाहिँ मान्छेको हेल्थ इन्कम ह्याप्पिनेसका साथसाथमा उसले चाहिँ यो इन्भाइरोमेन्टलाई जति के गरेको छ त पोजिटिभ सेभ गरिरहेको छ डिएक्सनको प्रोडक्टले। यदि वास्तवमा इन्भाइरोमेन्ट यस्तो भएन, ग्रिन भएन भने हामीले ग्रिन हावा पाउँदैनौँ, प्योर फुड पाउँदैनौँ। डिएक्सनको एउटा यो माइक्रो भेजी छ जसलाई चाहिँ हामीले हरेक दिन सेवन गऱ्यौँ भने हामीले 23 टाइप्सका फ्रुट एन्ड भेजिटेबलहरू पाउँछौँ, जुन हाम्रो यो एक छाकको खाना जस्तो हो, हाई फाइबर भएको फुड हो जसले चाहिँ हाम्रो एक छाकको खानालाई रिप्लेस गर्न चेन्ज गर्न सक्छ। त्यस्तै स्पाइरुलिना अघि मैले भने यो लेडिजहरूको लागि एकदम महत्त्व छ। जस्तै हामी लेडिजहरूको हाम्रो शरीरको एकदम बिग सेल भनेको ब्लड हो, जुन ब्लडले चाहिँ हाम्रो बडीको हरेक सिस्टमलाई चाहिँ के गरेको हुन्छ त मोनिटर गरिरहेको हुन्छ। तर हाम्रो बडीमा नै ब्लड कम्ती भयो भने हामी दिन प्रतिदिन विक हुँदै जाँदै गर्छौँ। तर यो स्पाइरुलिनाले चाहिँ हाम्रो शरीरलाई चाहिँ ब्लड प्रड्युस गर्नको लागि सहयोग गर्छ। ल हामी सबैलाई 10 रिजन थाहा भयो डिएक्सन गर्ने, सबैलाई थाहा भयो होइन? अब हामीलाई डिएक्सन गर्नु जरुरी रहेछ कि रहेन छ त? छ नि होइन? आफ्नो जेनरल हेल्थ पनि मेन्टेन हुने भयो, रेगुलर इन्कम पनि हुने भयो, इन्टरनेसनल रूपमा फेमस पनि हुने भयो, जेनेरेसनलाई लिगेसी छोडेर पनि जान सक्ने भयो, इन्भाइरोमेन्टलाई पनि सेभ गर्न सक्ने भयो। हरेक चिज डिएक्सनबाट हुन्छ भने हामीलाई डिएक्सन गर्न केले रोकेको छ त? केले रोकेको छ? मैले सक्दिनँ, राइट? सबैले हुन्छ मैले सक्दिनँ गर्न, पैसा मैले सक्दिनँ भन्छ, पैसा इज नेक्स्ट अप्सन, मैले सक्दिनँ भन्छ के। र एउटा म्यासेज तपाईँहरूलाई लास्टमा म के दिन्छु भने यो संसारमा 100%मा 90% मान्छे अनसक्सेस र 10% मान्छे सक्सेस छन्। किन 90% असफल भए उनीहरूले पहिले भनिदिन्छ मैले सक्दिनँ। जब पहिले नै यदि हामीले मनमा नै ठानिन्छ सक्दिनँ भनेर केही चिज पनि गर्न सकिँदैन भन्दै मेरो दुईटा शब्द यहीँ टुङ्गाउन चाहन्छु। तपाईँहरूलाई बोल्ने बेलामा चाहिँ केही गल्तीहरू भयो होला त्यसको लागि माफ गर्नु होला। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू साथीहरू। उहाँलाई एकबार जोरदार ताली होस् त। हेर्नुहोस् न यो प्लेटफर्ममा हामीले हेर्दै हामीलाई गुड मेसेज दिने व्यक्तिहरू पनि रहेछ नि होइन? उहाँ पनि तपाईँ हामी जस्तो व्यक्ति हुनुहुन्छ नि होइन? सही Like
अगाडि सेलिब्रेट गरौँ त्यसपछि गएर फेरि अरू प्रोग्राम गर्दै गरौँला त्यसैगरी म्याडम मिनु छेत्रीलाई स्टार डायमन्ड यहाँ अगाडि बोलाउन चाहन्छु उहाँले स्टेजमा आइदिनु होला त्यसैगरी भानुभक्त धमाला उहाँलाई पनि बोलाउन चाहन्छु त्यसैगरी प्रिय सुनिल कुमार सर प्लिज यहाँ आइदिनु होला हेलो डियर सुनिल सर प्लिज 1 minute प्लिज हेलो 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 प्लिज साथीहरू अलिकति धैर्य गरौँ है हामीसँग हुनुहुन्छ त्यसै गरी र एक बार जोरदार तालीले स्वागत गरौँ हाम्रो पिएल सुनिल कुमार अभिनन्दनको डाइरेक्टर सर वेलकम ओके सो हामीहरूसँग यहाँ केक काट्नुभन्दा पहिला मैले के चाहिँ तपाईँलाई रिक्वेस्ट गर्छु भन्दाखेरि हामी डिएक्सन प्लेटफर्ममा छौँ हेर्नुहोस् त हामीसँग यहाँ इन्डियाका साथीहरू पनि छन् बङ्गलादेशका साथीहरू पनि छन् अफ्रिकाका साथीहरू पनि छन् डिफ्रेन्ट कन्ट्रीका साथीहरू पनि छौँ हामी नेपालीहरूले इन्जोय गरिरहेको छ तर डिफ्रेन्ट कन्ट्रीका साथीहरू पनि हामीसँग छन् हेर्नुहोस् है त हामीसँग लिडर्सहरू छन् हामीहरूसँग साथीहरू छन् सायद यही प्लेटफर्ममा सायद उहाँहरू पनि सक्सेसफुल हुनुभएको तपाईँ हामी जसरी नै हो उहाँहरू आज यो संसारको सबैभन्दा टप अफ द लेभलमा पुगिसक्नु भएको छ जहाँ कि हारुना रसिद साहबको बङ्गलादेश अल ओभर द वर्ल्ड डिएक्सन जहाँ छ त्यहाँ चाहिँ मान्छेले चिने गरेका छन् एज अ बङ्गलादेशको हिरो ओके सो कुमार सर उहाँले इन्डियाबाट सुरुवात गर्नुभएको थियो डिएक्सन तर दुबईमा ल्याएर स्टेबल गर्नुभयो उहाँले अहिले अल ओभर द वर्ल्डमा फैलाउनु भयो त्यसै गरी भानुभक्त धमाला सरले दुबईबाट सुरुवात गर्नुभएको आज उहाँले संसारभरि पुर्याउनु भएको छ त्यसै गरी हाम्रो मिनु छेत्रीज्यूको आज चाहिँ 24th एनिभर्सरीको चाहिँ आज दिन गिरेको छ त्यसै कारणले गर्दाखेरि 30 को रमाइलो साथसाथमा आज उहाँलाई पनि सेलिब्रेट गरौँ उसके लिए जोरदार तालियां होना चाहिए ओके सो Thank you very much. Thank you. सबैजना साथीभाइहरूले आफ्नो ठाउँमा बसेर केही कुराहरू चाहिँ यहाँ सरले शेयर गर्नुहुन्छ हामीसँग प्लिज उहाँले केही कुरा उहाँले केही न केही कुराहरू हामीसँग शेयर गर्नुहुन्छ अलिकति साथ दिनु होला प्लिज त्यसै गरी यो माइक चाहिँ मैले हाम्रो डाइरेक्टर साहबको हातमा पुर्याउँछु उहाँले केही कुराहरू शेयर गर्नुहुन्छ प्लिज